खाली बोतलहरू लगेर जम्मा गरिदिँदाखेरि चाहिँ 900 पोइन्ट आयो है साथीहरू। ल आज छुट्टीको दिन मार्केट जानु लाग्यो, तर फुल चाहिँ यहाँ यस्तो खतरा रहेछ कि फुल चाहिँ है। यो अब यहाँको युरोपमा चाहिँ हल्का अब समर सिजन लाउनलाई है फुलहरू चाहिँ यस्तो खतरा देखिन्छ के छ केटाहरू घुम्न पारा। ओ हेलो फोटोमा मात्रै जानु चिल छ ल दामी छ नि त फुल होइन। आजको हाम्रो यहाँको कन्टेन्ट भनेको चाहिँ नेपाली ब्रान्ड लगाउने टोलको सबै यता यस्तो टक्क सबै हामीले नेपाली ब्रान्ड युज गर्छ नि त। अनि त्यसपछि मार्केट जाने हो किन केटाहरू? कहाँ जाने मार्केट? हामी नेपाली ब्रान्डको थाहा भयो नि त, नेपालमै किनेको। कुन चाहिँ मार्केट जाने? टेस्को जाने, पेनी जाने, लिडल जाने? किसने अहिले चाहिँ हामी टेस्को नै जानु। टेस्को नै जाने। ए ठिक छ त। के भन्न के छ आउँदा झोलामा के छ? झोलामा के छ के? झोलामा बोतल र यहाँ पैसा आउँछ नि त बोतलको। एक झोला बोकेर यहाँ झोलाभित्र बोतल छ। एउटा बोतलको 50 पोइन्ट होइन? त्यहाँ त्यत्रो एक बोतल छ त्यहाँ। के छ बोतल चाहिँ नभनौँ। ल बसबाट झऱ्यो अब मार्केटतिर हिँड्ने। अब मसन घाटतिर जाने कताबाट जाने? किन आउनु पर्यो त? यत्रो हेन्सम मान्छे फुच्चे मान्छे होइन छुट्याउनै भएन नि। दिल्लीराम नेपाली उल्टा उल्टा गर्दैन फेरि यहाँ ब्लगमा पनि फेरि। ल अहिले त हिउँ पर्न थोरै हावा चाहिँ चिसो लाग्ने है लास्टै। जुनै जोगारसको टेस्को मार्केट। टेस्को मार्केट होइन त, टेस्को हाइपर मार्केटै भन्यो। टेस्को हाइपर मार्केट। हाइपर मार्केट भनेको चाहिँ अलिक ठुलो मार्केट भयो। ठुलै छ नि त त्यो त। अस्ति हामी यो बाटोबाट छिरेको है, कुकुरले उहाँ गरमा भुकेर हैरान बनाएर। उहाँ जस्तो होइन यहाँ त अर्कै हो अझै डेन्जर। यहाँ त एउटा जिम्बल लिनु पर्ला जस्तो कि के हो त्यो? यो हामीले खाएको पानी सानीको कोल्ड ड्रिङ्क्सहरूको बोतल हो। प्रत्येक बोतलको 50 पाइन्छ। ल यो झोलाको सबै हालेर ल यहाँको 1500-1600 पोइन्ट आउँछ होला। मेरो नि छ कि ब्यागमा। दुई आधी लिएर आएको मैले। होइन यहाँबाट भित्र सधैँ यहीँ त झर्ने। कहाँ झर्छौ र तिमी? नबिर्सिँदैन। उता चोकमा झर्दो रहेछ कि ब्याकग्राउन्ड अगाडि झर्दो रहेछ कि निहरू। हामी चाहिँ यहीँ झर्छ। त्यही यहीँबाट जान्छ। यहाँ छोटो हुन्छ नि। यहाँ छोटो हुन्छ नि। लामो खाने लामो लामो छ कि त्यसको यहीँ हो कि तिमी त्यहाँ त धेरै हिँड्नुपर्छ नि। सिग्नलसम्म आउँछ बल्ल। सिग्नलसम्म सिग्नलमा आइपुग्छ बल्ल। यति हिँडेको अहिले घर गुगल म्यापमा हेर। म्यापेरै हेर्लास् ल पुरा गर्छ स्याट। यहाँ त फेरि यस्तो बाटो नेपाल जस्तै हो कति बाटो पुरै। तार हेर्नु नि त हावामा हल्दैछ कस्तो राम्रो सिस्टम। खै के सिस्टम हो यहाँको? पनि आएछ त यहाँको यो चाहिँ कति राम्रो फुल हो कि झार हो कि होइन रुख के पहेँलो त्यो हाम्रो लहरा असिलोमा फल्छ नि त। त्यस्तो आइको तर त्यो होइन। यो चाहिँ फुल होइन त्यो पातो त्यो दाना फलिरहेको के भएको
हामी पाहाडतिर उसमा हिँड्ने जस्तो हामी जाने मार्ग चाहिँ त्यही छ त्यसको पहिला यहाँ खसी राख्थ्यो खसी पार्थ्यो अरे कि यहाँ उयो घर यहाँ घर थियो अरे पहिला यहाँ अनि बाख्रा पालेको थियो अरे यहाँ केटाहरूले 15,000 20,000मा अनि एउटा लिएर जान्थ्यो अरे खानालाई चाहिँ लिएर जाने कस्तो किस्ने होला काटेर सबैकै रेडी गरेर दिन्थ्यो अरे कि ए हामी मार्केट आउने ठाउँ फेरि यस्तो हो नि त फेरि हामी त फेरि मसानघाट नेपाली 15,000 कि यहाँको मसानघाटबाट आउने हामी नेपाली 15,000 होइन भाइ यहाँको फोरेनमा सबै हो त यहाँ ठुलो हुन्न नि त 5-7 किलो 10 किलोको हुन्छ हामी रासन लिनलाई बोटौली आइरहेछौँ भने जस्तै भयो अहिले त होइन बसमा हिँड्नु पऱ्यो फेरि हिँड्नु पऱ्यो हिँड्ने फेरि यस्तो मखानघाटबाट हिँड्नु पऱ्यो ल नडेर आयो केटाहरू राति हिँड्नुपर्छ अस्ति नै त यहाँ थियौँ आउँदा त रातिमा आएको है हो यहाँ आउँदाखेरि त्यो सेन्सरले बत्ती झ्याप्प बोल्छ पदम दाइ बङ्ग पल्टेर यार यहाँ ठ्याक्कै यहाँ थियौँ आउँदाखेरि ठ्याक्कै उस भएको यो बत्ती बोलेको लाइट बोलेको अनि हिउँमा ओह्रालो छ नि त यहाँ थियौँ चिप्लेर घाँस पलाएर सफाइ गरिदिनु नि यस्तरी हिँड्ने भाइ मसानघाटबाट युरोप कहाँ सजिलो छ भाइ नेपालमा भएको है म त्यो चेन डाँडा भन्नु छ तर्साउँछ रात फेरि ज्वरो आउँछ होइन हेलो हामी चाहिँ मार्केट आयो अब मैले चाहिँ के गराउँछु भने अहिले त्यो हामीले यो बोतल चाहिँ कसरी त्यो रिफन्डमा चाहिँ इन्स्टल गर्ने गराउँछौँ गाउँदैन हो र भने किन त कस्तो हाम्रो तलको मार्केटमा त पसलमा त भिडियोको भित्र कहाँ हुँदैन यो त बाहिर हाल्ने हो नि ठिक छ कमै भएसँग गर्छु भन्नु हेरौँ अब एकचोटि के छ बाहिरैबाट भने त गरायो भइहाल्यो हामी चाहिँ सरेर टेस्को मार्केट चाहिँ आयो है मसानघाट पार हुँदै हुँदै के छ टेस्को आइपुग्यो तर आइयो दाइ तर यो बाटो तपाईँहरूले ल्याएको बाटो चाहिँ लामो बाटो हो उयो लेखेर राख्नुहुन्छ छोरी मान्छेको खुट्टा टानी छोरी हुन्छ लेखेर राख्नुहोस् गर्थ्यो है हो त्यस्तै यो लेखेर राख्नु ट्राफिक लाइट छ र हामी रोक्नुपर्ने काम लाग्यो यो बाटो लामै बाटो त्यसरी भन्नु यो अहिले आएको बाटो लामो बाटो त्यसरी भन्नु उता ट्राफिक लाइटले गर्दाखेरि खुट्टा आइन्छ ट्राफिक लाइटले गर्दाखेरि टाइम उनीको के फरक क्या यस्तरी गएँ हाल्यो खाना एक दुईवटा हालेर बनाउनु यस्तरी ट्याक ट्याक आउँछ पैसा जोड्या 1200 भइसक्यो 1250 1300 धेरै खाएछ यार बियर यार के किन्ने हो त भाइ फेरि त्यसको पुरै हिसाब गरेर आज त अमलले 1600 हुन्छ भनेर ठ्याक्कै भयो आयो रिसिभ ल किसन दाईको पनि यसो हल्का अलिअलि सामानहरू रुम पार्टनरले खाएको सामानहरू अलिअलि कलेक्सन गर्नुभएको थियो आफूले त त्यस्तो बियर त खानुहुन्न क्या हो किसन दाई कति भयो 300 450 वा यहाँ त यस्तो मस्त छ क्या टक्क हात नहाल्नु भने के निकाल्नु त अनि फेरि हाल्नु
हात अलिक पिताइराख्नु भनिरहेको छ हातको पनि स्क्यान गरेर हातको 1000 रुपियाँ भनेर लेख्दैला ल किन्दाखेरि एक झोला लिएर आउनुभएको थियो यहाँ त युरोपमा त यस्तो मजा पो हुन्छ त टक्क बोतल खाएको बोतल पनि कहीँ फाल्नु पर्दैन क्या होइन 900 जम्मा नभन न तपाईँ झोला भरेर ल्याएको कि एक पोका चामल वाह नाइस